आफू खट्टी मिठी अचार बनाउन लागिरहेको छु। अब मसलाहरू त यही हाल्नुपर्छ भन्ने छैन, आफ्नो आफ्नो तरिका हुन्छ पकाउने। मैले चाहिँ अब भेली हालिदिन्छु। गुड भने पनि भयो, भेली भने पनि भयो, सक्कर भने पनि भयो, जे भने पनि यही नै हो साथीहरू। सार नुन त अब स्वाद अनुसार भइ नै हाल्यो। अब पहिला थोरै हाल्ने, पछि लागेन भने बरु हाल्दा भयो, निकाल्न चाहिँ मिल्दैन चर्को भयो भने फेरि। यो अचार मसला भन्ने हुन्छ, यो मसला हालिदिन्छु मैले। चाहिँ पाँचफोरन, तोरीको, तिलको छोप, अनि जिरा, धनिया, मेथी सबै हालिदिने। आँप राखिदिन्छु साथीहरू। अब आँप चाहिँ बिस्तारै सानो आगोमा आँप पनि राखिदियो। त्यसपछि अहिले त भाँडा भरि भएको छ, पछि गल्दै जान्छ। सानो आगो गराएर बिस्तारै चलाउँदै पकाउँदै गर्नुपर्छ है साथीहरू। बिस्तारै बन्दैछ। चाहिँ अमिलो गरिमा पक्का हुने खाले अचार हो। तेल खनाएर अनि आँपलाई बिस्तारै यसमा मोल्ने गाइजहरू। हेर्दै खाउँ छैन त साथीहरू। अब यही हाल्नुपर्छ भन्ने त छैन, आफ्नो आफ्नो तरिका हुन्छ। तर लटर पटर मैले चाहिँ थोरै घरिको आँप भएको भएर हाल्न चाहिँ जागर गरेँ। भोलि अब दालसँग गलेपछि मिठो हुन्छ अलि। हेर्नु न कस्तो मिठो छ। त्यही पनि खाने भए आउनु होला, बाडी चुडी खाउँला नि त। अब तेल त थप्दै जाने हो। अब घाममा राख्न पर्यो 2-4 दिन, त्यसपछि फ्रिजमा राख्ने, तेल थप्ने अनि ट्वाक्का खाने। एउटा चाहिँ चाख्नु पर्ला मैले पनि। आहा यस्तो मिठो छ साथीहरू, यस्तो मिठो छ। गुलिवाला